आदरणीय श्रोता महानुभावहरू, आज हामीहरूले हाम्रो कार्यक्रममा एकजना वरिष्ठ लोकगायक श्री हुनुहुन्छ। उहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त लोकगायक श्री भोलानाथ काफ्लेज्यूलाई हाम्रो स्टुडियोमा निम्ति आएका छौँ र गायकज्यू स्वागत छ तपाईँलाई हाम्रो कार्यक्रममा। धन्यवाद। अनि अहिले त भन्ने गरिन्छ लोक संस्कृतिले नेपालको यो समाजमा निकै आफ्नो डेरा जमाउन सफल भएको छ भनेर। अनि तपाईँ पनि यो युगको एउटा जल्दो बल्दो गायक पनि हुनुहुन्छ। हुन त रिमिक्स गीतहरू, पप गीतहरू र आधुनिक गीतका साथै लोकगीत पनि गाउनुहुन्छ र विशेष गरी तपाईँलाई यो लोकगीतको क्षेत्रमा नै बढी ख्याति मिलेको देखिन्छ। र यो श्रेय तपाईँले कसलाई दिनुहुन्छ? कसको प्रेरणाबाट तपाईँले चाहिँ यो यत्रो ख्याति कमाउन सफल हुनुभयो? यो प्रेरणाको आधारमा त मलाई अहिलेसम्म खासै प्रेरणा दिने मान्छे त कोही पनि छैन। यसमा मैले हाम्रा अग्रज कलाकारहरूले रेडियोमा गाएको स्वरहरू सुनेर मैले त्यसैबाट प्रेरणा पाएर नै मैले गीतको क्षेत्रमा प्रवेश गरेको हुँ। अनि प्रवेश गरेको हुँ र त्यसबाटै मैले सामान्य गीतहरू गाउँदै गइरहेको थिएँ र अहिले म यो स्टुडियोसम्म आएर गीत गाउने मौका पाउँदा म एकदम खुसी छु। अनि तपाईँका धेरै एल्बमहरूमा हामीले थाहा पाउने गरेका छौँ यो प्राय तपाईँका गीतहरू अलिकति सेन्टिमेन्टल खालका प्रेममा बिछोड भएकाहरूको लागि प्यारा हुने गर्छन्। यसको कारण के हो? यसमा कतिपय आफैले पनि अनुभव गरेको आधारमा आधारित छन्, कतिपय मेरा साथी तथा अरूले भोग्नु परेका पीडाका आधारमा आधारित छन्। त्यही कारणले गर्दाखेरि बढी प्रेममा वियोग भएका गीतहरू बढी गाउने गरेको छु मैले। भनेपछि आफ्नो व्यवहारिक जीवनलाई तपाईँले सङ्गीतको रूप दिएर एउटा स्टुडियोमा रेकर्डिङ गरेर फेरि हाम्रा श्रोताहरू समक्ष पुर्याउने जमर्को गर्नुभएको छ, होइन त? गरेको छु। त आदरणीय श्रोताहरू, हामीहरू अहिले हाम्रा वरिष्ठ लोकगायक भोलानाथ काफ्लेज्यूसँगको अन्तर्वार्तामा जुटिरहेका छौँ र यति बेला अलिकति यो जाडोको मौसम पनि छ र यसै अवस्थामा म उहाँलाई अनुरोध गर्न चाहन्छु एउटा गीत गाइदिनको लागि हाम्रा आदरणीय श्रोताहरूको लागि। लोकगायकज्यू, तपाईँले आफैले गाएको गीत गाए पनि हुन्छ, नत्र कुनै अग्रजहरूले गाएको गीत पनि गाउन सक्नुहुन्छ। कुनै एउटा गीत गाइदिनुहुन्छ कि? म आफैले गाएको त नगाम, ल हुन्छ, हाम्रा अग्रज कलाकारहरूले गाएकै गीत एउटा गाउँ। हे पालुवा झैँ तिमीले मान फेरे नि, तिमीले मान फेरे नि, दुःख पर्दा रमिता हेरे नि, तिम्रै भराइ परिरहन्छु, तिमीले वास्ता नगर मैले माया गरिरहन्छु, तिमीले मन फेरे नि, तिमीले मन फेरे नि, दुःख पर्दा रमिता हेरे नि, तिम्रै भराइ परिरहन्छु, तिमीले वास्ता नगर मैले माया गरिरहन्छु। हस् त, यति नै गाउँ। कर्णप्रिय स्वरका धनी भोलानाथ काफ्लेज्यूको यो मधुर स्वरको साथसाथमा हामीहरू लगभग कार्यक्रमको अन्तिम चरणमा आइपुगेका छौँ र यही अन्तिम चरणमा म उहाँलाई भन्न चाहन्छु कि तपाईँलाई माया गर्ने सम्पूर्ण श्रोताहरूलाई अन्तमा के भन्न चाहनुहुन्छ तपाईँ? अन्तमा मैले सबै श्रोता तथा नेपालीहरूले हाम्रो लोक संस्कृतिको रक्षा गरिदिनु होला र हामीले निकालेका एल्बमहरूलाई माया गरिदिनु होला भन्दै बिदा दिन चाहन्छु। हस् त आदरणीय श्रोताहरू, आजको यो मिठो कुराकानीसँगै हामीहरू छुट्टिनै पर्ने बेला भइसकेको छ। समयले साथ दिएमा अर्को हप्ता यसै बेला तपाईँहरू समक्ष उपस्थित हुने बाचाका साथ यो सञ्चालक दिलराम भण्डारी र प्राविधिक मित्र नेत्र प्रसाद अधिकारी नवराज बिदा हुन चाहन्छौँ। हस् त, धन्यवाद।